धाम धनी अक्षरातीत पूर्ण ब्रह्म परमात्मा श्री राजजी महाराजको चरण कस्तो छ। ए चरण नख अति शोभित, जानो तेज पुंज भरपूर, लहरे लगे आकाश को, नेहरे चलत तेज नूर। इन्द्रावती आत्मा श्री प्राणनाथ जी महाराज भन्नुहुन्छ, ए चरण नख अति शोभित। चरण को नख यति सुन्दर, यति शोभायमान, शोभित। जानो तेज पुंज भरपूर, यस्तो जानो, यस्तो मानो कि उक्त नखबाट, उक्त चरणको अंगुलियाबाट तेजको पुंज भरपूर निक्लिरहेको छ, प्रकाश भरपूर निक्लिरहेको छ। दिव्य परमधामका हरेक विषय वस्तु 5 विशेषताहरूले परिपूर्ण छन्। नूर, नरमाई, खुशबू, चेतनता, शीतलता। उक्त नूर या धनीको चरणबाट उक्त नूर निक्लिरहेको छ। नूरको के छ त? प्रकाश कस्तो छ त? तेज कस्तो छ त भन्दा लहरे लगे आकाशको, आकाशसम्म यो तेज पुञ्ज, नखबाट निक्लेको तेज पुञ्जको लहर लगिरहेको छ। नेहरे चलत तेज नूर, ओहो, तेज नूरको लहर नेहर चलिरहेको छ। यति सुन्दर धनीको चरण। अब जो भूषण चरण के हेम झांझर घुंगड़ कड़ी, अनेक रंग नंग झलके, जानो के जबेर जड़ी। उक्त चरणमा, उक्त कोमल प्रकाशमय हृदय स्पर्शी तेज पुञ्ज निक्लिरहेको चरणमा आभूषणको शोभा दिँदा कस्तो होला। अब जो भूषण चरण के चरणमा लगाइएको भूषण, आभूषण, हेम झांझर घुंगड़ कड़ी, हेम झांझर घुंगड़ कड़ी, यी आभूषणहरू अनेक रंग नंग झलके, अनेक विविध प्रकारको रंग नंग झलके, विविध प्रकारको धातुहरूले सुसज्जित सुन्दर शोभायमान झलझलाकार, जानो के जबेर जडी, यस्तो जानो कि जबरात जडिएको छ यस्तो चरण। धनीको यो चरणको स्मरण गरेर यो भवसागर रूपी विकट माया मोहको संसारबाट दिव्य परमधाम तर्फ प्रस्थान गरौं। धनीको यो तारतम्य बानीको उत्कृष्ट सन्देश सबैमा प्रेम प्रणाम।